को हो हल्का साम्बाङ मैले चिनेको उर्लियो दमक झापा उर्लियो दमक झापा बाप रे बाप। मनभित्र यो देश बाहेक अर्थ केही छैन उसको। भावनाको गहिराईमा यो देश भेट्छ उसले, विचारको उचाइमा यो देश देख्छ उसले। घोर अन्धकार भित्र आशाको किरण छर्ने, चेतनाको खेती गर्ने र निराशाभित्र आशा र विश्वास छर्ने काम गर्छ उसले। देश र माटो बारे हजारौं गीत लेख्छ र गाउँछ अनि अरूलाई पनि गाउन लगाउँछ ऊ। उजाड पाखा पखेरु र बगरहरूमा हजारौं लाखौं बिरुवा रोपेर हरियाली बगैँचा र पार्कहरू निर्माण गर्दै बस्छ ऊ। जलाधार र पानीको मुहान बढाउन बिरुवा रोपिरहन्छ ऊ। उद्योग जति सबै बेची खाएको देशमा मुद्दा र मामिला झेल्दै, अनेक परीको लफडा झेल्दै, उद्योग खोल्दै अगाडि सबैले शेर झापा दमकमा आज बृहत विस्तार कार्यक्रम श्रम संस्कृतिमय ल हेर्नुहोस् मान्छे ढुङ्गा बोक्छ गिट्टी कुट्छ, कठोर भन्दा कठोर श्रम गर्छ उसले। सबै खाले काम गर्छ उसले। मनमा एउटै उद्देश्य बोकेर यो देश बनाऊ। भौतिक विकासका आधार तय गर्छ उसले। आधुनिक र व्यवस्थित शहरीकरणको अवधारणा लागू गर्न खोज्छ ऊ। सुन्दर शहर निर्माण गरेर संस्कृतिको सुगन्ध भर्न खोज्छ ऊ। भौतिक सामाजिक शैक्षिक बौद्धिक विकासका आयामहरूमा देखिने काम गर्छ उसले। बाढी पहिरोले जनताको बस्ती बगाउन लाग्दा आफै अघि सरेर भेलमा पानीको भेल, खोलाको भेलमा तार जाली कस्न जान्छ। जनताको घरमा आउने पानीको पाइप उसलाई मन नपराउने विरोधीहरूले लगाएको डढेलोले जल्दा धुवामा निसासिँदै आगो निभाउँदै जंगलमै बास बस्छ ऊ। ढुङ्गा हानाहान गरेर होइन, मिलेर ढुङ्गा बोकेर देश बन्छ भन्ने विश्वास गर्छ ऊ। हो, मैले चिनेको बुझेको अर्कसम्म त्यस्तो लागो छ। दुर्गासम्म फसेर युवा नबिग्रुन् भन्न खातिर चेतनाको अभियान चलाएर शहरका कुना वर्ष पहिलादेखि हिँड्छ ऊ। शहरका गल्ली सफा गर्न, नाला सफा गर्न अघि सर्छ ऊ। ढिला सुस्ती, घोषखोरी र भ्रष्टाचार बिटिक्कै सहँदैन उसले। विकासको पहिलो आधार नै चेतना हो, विकासको पहिलो आधार नै चेतना हो भन्ने बुझेर सामाजिक परिवर्तनको अभियानहरू चलाउँदै अघि बढ्छ ऊ। समाजमा विद्यमान विभेद र विकृतिको अन्त्य गर्न श्रम संस्कृति फैलाउन चाहन्छ। तपाईँले चिन्नुभएको अर्को साम्पाङ कस्तो छ? त्यस्तै छ। संसारकै नमुना देश बनाउनु पर्छ भन्दै बालकदेखि वृद्धसम्मलाई आफ्नो क्षमताले भ्याएसम्मको योगदान गर्न प्रेरित गरिरहन्छ ऊ। श्रमदानको महाअभियान चलाइरहन्छ ऊ। प्रकृतिको संरक्षण र सदुपयोग गर्दै संस्कृतिहरूमा रमाउनु। शेर साथीहरु शेर दमक झापा उर्लियो आज। चमत्कारहरू देखाउनु पर्छ। हेर्नुहोस् चप्पल लगाएर आउनु भएको छ आज। चप्पल कुराको दममा विकास गरौँ भन्छ ऊ। पार्टी, जाति, धर्म, वर्ग र व्यक्तिगत स्वार्थहरूले फुटेको समाजलाई